हेलो एभ्रिवान, यो भिडियोमा चाहिँ हामी कसरी ब्लुटुथ कनेक्ट गरेर प्रिन्टरबाट प्रिन्ट निकाल्न सक्छौं भन्ने कुरा सिक्दैछौं। भिडियो चाहिँ लास्टसम्म हेरेर साथ दिनु होला किनकि फेरि बिचमा कन्फ्युजन क्रिएट हुन सक्छ। ओके, यसको लागि चाहिँ हामीलाई POS प्रिन्टर ड्राइभर सेटअप V11.3.0.3 वाला चाहिँ ड्राइभर इन्स्टल गर्नुपर्ने हुन्छ। त्यो चाहिँ हजुरलाई प्रिन्टर सेटअपको टाइममा हामी आफै पनि प्रोभाइड गर्छौं। ओके, त्यो प्रिन्टर सेटअप गरिसकेपछि चाहिँ हजुरहरूको यस्तो स्क्रिन अपियर हुन्छ। त्यसपछि से यस। ओके, त्यसपछि हाम्रो इङ्ग्लिस नै भयो। त्यसपछि नेक्स्ट, त्यसपछि आई एक्सेप्ट द एग्रिमेन्ट, नेक्स्ट। ओके, यो चाहिँ मेरोमा अलरेडी भएको भएर अलरेडी एक्जिस्ट भनिरहेको छ। हजुरहरूकोमा चाहिँ यस्तो भन्दैन। ओके, इन्स्टल। ओके, इन्स्टल भइसकेपछि चाहिँ हाम्रो यस्तो स्क्रिन अपियर हुन्छ। त्यसपछि सेलेक्ट प्रिन्टरमा जानु होला। यहाँनिर चाहिँ POS 80 सिरिज प्रिन्टर भनेर देखाउँछ। यहाँनिर गइसकेपछि बिगिन सेटअपमा जानु होला। यहाँनिर पनि यस्तो स्क्रिन अपियर हुन्छ। यसलाई केही गर्नु परेन, जस्ट क्लिक ओके। ओके, यति भइसकेपछि चाहिँ हाम्रो प्रिन्टरको सेटअप ड्राइभर चाहिँ इन्स्टल भयो। त्यसपछि हामी आफ्नो सफ्टवेयरमा जान्छौँ। गो टु ड्यासबोर्ड, प्रिन्टर सेटअप। ओके, त्यसपछि कनेक्ट प्रिन्टर क्लासिक, ब्लुटुथ प्रिन्टर कनेक्ट। ओके, हामीलाई चाहिँ BOT, KOT, रिसिभ तिनटै चाहियो। एड प्रिन्टर हाम्रो एड भइसकेको छ। त्यसपछि कनेक्ट। ओके, हाम्रो प्रिन्टर चाहिँ यसरी कनेक्ट भइसकेको छ। यो भइसकेपछि चाहिँ हामी एउटा अर्डर लिएर चाहिँ प्रिन्ट गरेर हेरौँ। एउटा बारबाट गरौँ, एउटा किचनबाट गरौँ। टेबल 1 सेलेक्ट गरेँ। ओके, हाम्रो चाहिँ ब्लुटुथ कनेक्ट गरेर पनि KOT र बार दुवैबाट चाहिँ हाम्रो प्रिन्ट निस्किन सफल भएको छ। ओके, थ्याङ्क यू एभ्रिवान। यो भिडियोबाट चाहिँ हामी के सिक्न गइरहेको छौँ भन्दाखेरि USB कनेक्ट गरेर चाहिँ कसरी चाहिँ प्रिन्टरबाट चाहिँ हामीले प्रिन्ट लिन सक्छौँ भनेर चाहिँ यो भिडियो थ्रु सिक्न जाँदैछौँ। यसको लागि चाहिँ फर्स्टमा हामीलाई ब्राउजरमा गएर ZADIG ड्राइभर चाहिँ हामीले इन्स्टल गर्नुपर्छ। यहाँ फर्स्टमा जुन देखाउनु भएको छ त्यसमै जानु होला। अनि त्यसपछि ZADIG 2.9 भर्जन चाहिँ हामीले इन्स्टल गर्छौँ। अनि त्यसपछि यसमा क्लिक गरौँ, यस। यो भइसके पछाडि चाहिँ यहाँनिर गएर अप्सनमा गएर लिस्ट अल डिभाइस, यो POS 80 प्रिन्टर USB भनेको चाहिँ यो हाम्रो देखाएको हो प्रिन्टरको नाम। त्यसपछि रिइन्स्टल ड्राइभर गरौँ। यो चाहिँ इन्स्टल हुँदैछ। गर्ने त दुईटा प्रिन्टरलाई सेटअप गर्दाखेरि हाम्रो KOT, BOT, रिसिप्टलाई चाहिँ कसरी क्याटेगोराइज गर्ने त, कुन प्रिन्टरलाई के दिने, कुन प्रिन्टरलाई के दिने भनेर चाहिँ यो भिडियोमा सिक्न जाँदैछौँ। यसमा चाहिँ अर्को 3टा प्रिन्टर पनि हजुरले यसै गरी नै सेटअप गर्न सक्नुहुन्छ है त। ओके, यसको लागि चाहिँ हामी फर्स्टमा गो टु ड्यासबोर्डमा गएर प्रिन्टर सेटअपमा जानेछौँ। त्यसपछि स्क्यान USB प्रिन्टर्समा गएर दुईटालाई चाहिँ कनेक्ट गर्नेछौँ। ओके, यो एउटा प्रिन्टरको लागि चाहिँ मैले BOT मात्र दिएँ। फेरि अर्कोमा गएर पनि यसलाई चाहिँ मैले BOT त अलरेडी दिइसकेँ। अब यसलाई चाहिँ KOT र रिसिप्ट गरेर दिन सक्छु। हजुरले 3टा प्रिन्टर सेटअप गर्दा चाहिँ एउटालाई KOT मात्र, BOT मात्र, रिसिप्ट मात्र पनि दिन सक्नुहुन्छ है त। ओके, एड प्रिन्टर गरेँ। त्यसपछि यहाँनिर गएर यसलाई कनेक्ट गरेँ। अनि यसलाई पनि यहाँनिर गएर कनेक्ट गरेँ। कनेक्ट। ओके, हाम्रो चाहिँ यो सबै कनेक्ट भइसकेको छ। अब चाहिँ कसरी प्रिन्ट गर्ने त, यो प्रिन्टर र यो प्रिन्टर चाहिँ कसरी प्रिन्ट दिन्छ त भनेर चाहिँ यहाँबाट हेर्छौँ। मेन्युमा जाऊँ, एउटा चाहिँ मोमो गरौँ, एउटा चाहिँ फ्यान्टा गरौँ। यो चाहिँ हाम्रो बारको भयो, यो चाहिँ हाम्रो किचनको भयो है त। अब यस पछाडि यसलाई प्रिन्ट एन्ड सेभ गरेर टेबल 1 सेलेक्ट गरौँ। ओके, हाम्रो चाहिँ यसरी दिन्छ। यसले चाहिँ हाम्रो किचनको मात्र दिइरहेको छ भने यसले चाहिँ हाम्रो बारको दिया छ। अब रिसिप्टको लागि पनि हेर्न सक्छौँ। यहाँनिर गएर प्रिन्ट। ओके, यो प्रिन्टरमा चाहिँ हामीले रिसिप्ट गरेको थियौँ, त्यही भएर यसले चाहिँ दियो दुईटै फङ्सन। ओके, हाम्रो यसरी चाहिँ दुईटा प्रिन्टर सेटअप गरेर पनि हामीले यसरी निकाल्न सक्छौँ। ओके, थ्याङ्क यू।